डेटिङ स्पट डेटिङ बसिरह अनि हामी चाहिँ कस्तो लात लागिरहौँ कि बस्ने ठाउँहरू पनि काहीँ त रहेछ है डेटिङ स्पट मान्छेहरू यहाँ डेटिङ बसिरह अनि हामी चाहिँ कस्तो लात लागिरहौँ कि जाम न त अनि ल यहीँबाट जान्छ त अल्ल जाउँ अब यतैतिर फोटो भिडियो मजाले खिच्ने अनि त्यसपछि अनि बल्ल अनि घर होइन टिकटक पनि त बनाउनु हो नि त अनि नाइ टिकटक पर्दैन नि त जाऊ जाऊ तिमीहरू जाऊ म पछि बिस्तारै आउँदै गर्छु तर कि भिडियोमा देखा जस्तो र रियलमा देखा जस्तो धेरै आकाश पतक यतातिर उ लाग्दैन क्या हो खरेटी भन्नाले कि पातहरू झरेर पुरै पहेँलो हुन्छ पुरै हरियो पो है यतातिर त कि पलाइसक्यो हो हेर्नु त्यहाँ पारिपट्टि है कति हरियो के है ओइ अरे नाटक गरे के भा साँच्ची हो र नाटक नगर्नु है दाइ नाटक गरे नाटक गर्छ हेर्न हामीलाई यहाँ बाघ छ भनेर त्यत्तिकै तर्साएर लालजोडी यतातिर भिडियो खिच्यो भने फेरि गाली गर्ला त्यही कारण त्यहाँ दुईजना केटाकेटी डेटिङ बसिहाल्ला अनि त्यही भएर बाघ छ भने होला कि आहा कस्तो चिसो हावा आएको कि रिता लौ त मोबाइल यसरी समाउ त यसरी पुरै निकाल है मलाई है निकाल आऊ लाऊ भइरह भिडियो आऊ तिमी नि आऊ हातले छेके त होइन नि त्यहाँ लाऊ ओहो कस्तो राम्रो हो पानीहरू हेर्नु न यस्तो तल्लो भएको कस्तो राम्रो देखेको है आऊ रिता हिँड न कोही छैन तोरा बस्छ है खै आफू त खै यार तोरा बस्छ जलकुम्मी होइन जलकुम्मीको डाँठ खान्थ्यो त अनि होइन कमल फुलको डाँठ खाने कमल फुलको चाहिँ कस्तो म त जलकुम्मीको भनेर माछाहरू चाहिँ एउटा खान है सबै मारेर सकाइ क्या है गर भिडियो यता बाघ छ क्या मतलब हेर्न मिल्ने क्या चिया घरमा त्यो त त्यसको टिकट काट्नु त छुट्टै पैसा लाग्छ नि त कहाँ हामीले जम्मा 20 रुपियाँ पैसा तिरेर आएको देखाएको घर त्यो कुन मान्छे माछा खाँदो खै त्यो त मान्छेहरू पूजा गर्नु नै आउँछ क्या है पूजा गर्नु होइन पूजा गरेको सामानहरू खैलो रिता भयो यो मेरो क्यामेराले जस्टिस गर्छ गर्दैन तर यस्तो दामी भ्यू छ कि यतातिर यो तलतिर चाहिँ ऊ हो सौराको ऊ पानी जाने यही हो ए सौराबाट आएको ए सौरा मास ए त नि मेरो दिमाग कस्तो खालको के कस्तो हरियाली के है मलाई कस्तो राम्रो लाग्यो कस्तो चिसो हावा आनन्दको के हजुरहरू पनि सीतामाई आउनुहुन्छ भने वेलकम छ
फर्स्ट टाइम आएको तर धेरै राम्रो लाग्यो। जलकुमी सर बगाएर आएर के माछा के ऊ होला नि त्यसको डाँट। त्यहाँ त ठुलो यस्तो गरे त ठुलो माछा है क्या गोही हो पागल माछा गोही हुन्छ हुन्छ है त्यहाँनिर कस्तो बुलुक बुलुक गरेछ कि यत्रो न डुङ्गा पनि चारा देखाएको कहाँ डुङ्गा चाल्नु बोटिङ ए त नि अघि न डुङ्गा देखाएको थिएँ हामीले भिडियोमा है त्यो बोटिङ भने तर पोखरीमा होला यहाँ होइन ल उतातिर होला होला कि सायद त्यहाँ लेखेको त बोटिङ जीव सफारी सबै धेरै राम्रो ठाउँ छ मलाई चाहिँ राम्रो लाग्यो। बिकज भन्छ नि त्यही जस्टिस मात्रै के मलाई त लास्ट कसम मलाई गहिरो खाइ देखेर एकदम डर लाग्छ कि यस्तो म त अलिक टाढा बसेर म हात त्यस्तो गरेर खिचिरहेको छु कि भिडियो। यति राम्रो ठाउँ के यति राम्रो कहाँ खै माछाको कपल्स म तिमीलाई एउटा भिडियो भन्छु है त्यो माछाको त कपल्स तिम्रो कपल्स मेरो कपल्स मेरो कपल्स यहाँ है कपल्स धेरै राम्रो ठाउँ छ तर यो बस्ने ठाउँ चाहिँ एकदम राम्रो डर लाग्दो एकदम डराउने खालको ऊ तल कता न कता नदी हामी कहाँ न कहाँ माथि पारिपट्टि जङ्गल झन् यस्तो राम्रो छ जङ्गलहरू जोगी ए हामी चाहिँ सिङ्गल मम भनेको मम त होइन सिङ्गल लेडिज गर्ल्सहरू कस्तो राम्रो ठाउँ